हेलो, आशा गर्छु तपाईँहरू सबैजना जाति कुशल हुनुहुन्छ। मेरो चाहिँ दिमागमा के कुराहरू खेलिरहन्छ होइन। अन्त मैले भर्खर सोच्दै थिएँ कि हामी सबै मानिस जातिहरू हामी सबैजनाले गल्ती गरेको छौँ जीवनभरि नै होइन। ज्ञान आएकोदेखिको नै हामीले जानी जानी अथवा अन्जानमा केही न केही गल्ती गरिरहेकै हुन्छौँ होइन। तर अब इक्जाम्पल होइन, हामीले केही गल्ती गऱ्यो अरे सानोमा, लेट्स टेक फर इक्जाम्पल, अनि हाम्रो पेरेन्ट्सले होइन हामीलाई त्यो गल्ती गरेकोमा हामीलाई क्षमा दिनु भएन भने हामीलाई कस्तो फिल हुन्छ। कति काम बिगारेको छौँ होइन हामी एज अ चाइल्ड, नानी हुँदाखेरि, सानो अ, बालक हुँदाखेरि होइन। तर हाम्रो आमा, हाम्रो बुवाले के गर्नुभयो, हामीले गल्ती गर्दाखेरि हामीलाई क्षमा गर्नुभयो फर्स्ट अफ अल। त्यहाँदेखिको हाम्रो गल्तीलाई सुधार्ने मौका दिनुभयो। एकचोटि, दुईचोटि, तीनचोटि होइन, तर अनगन्ती चोटि होइन। सो हाम्रो परमेश्वर, हाम्रो बुवा, हाम्रो पिता, हाम्रो आमा, हाम्रो भगवान, हाम्रो ईश्वर, हाम्रो पिताले हामीलाई त्यसरी नै अझ त्योभन्दा लाखौँ करोडौँ गुणा बेसी माया गर्नुहुन्छ होइन। हामीले गरेको जस्तै गल्ती पनि उहाँले क्षमा गर्नुहुन्छ। तर त्यो गल्ती अम, क्षमा गरिदिन्छ भनेमै गल्ती गरेको 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 गर्नु चाहिँ भएन होइन। हामीले पनि कोसिस गर्नुपर्छ। अ, आफ्नो आफू चाहिँ जति सक्छ होइन प्रभुको बाटोमा हिँड्ने, जति सक्दो राम्रो मानिसहरू हुने कोसिस हामीले गर्नु नै पर्छ। तर सबसे भन्दा ब्युटिफुल कुरा चाहिँ मलाई त्यो लागेको क्या त, कि हामी चाहिँ एउटा क्षमा पाएको मानिसहरू हौँ होइन। परमेश्वरले चाहिँ हामीलाई यति ठुलो अ, मौका दिनुभएको छ आफ्नो जीवन जिउन। जस्तै गल्ती गरे तापनि एउटा गिल्ट फ्री लाइफ जिउनको निम्ति होइन परमेश्वरले चाहिँ हामीलाई छुटकारा दिनुभएको छ होइन। हामीलाई हामीलाई फ्री, स्वतन्त्र बनाउनु भएको छ प्रभुले। सो तपाईँको लाइफमा होइन जस्तै गल्ती भए तापनि, जस्तै बाटोबाट, जस्तै परिस्थितिबाट तपाईँ जानु हुँदैछ होला या जाइसक्नुभयो होला होइन। तर प्लिज है रिमेम्बर, परमेश्वरले चाहिँ तपाईँको हरेक गल्ती क्षमा गर्न सक्नुहुन्छ। तपाईँले गर्नुभएको हरेक पापलाई मेटाउन सक्नुहुन्छ। उहाँको रगतले तपाईँको हरेक गल्ती क्षमा हुन सक्छ। ओके, सो ह्याभ अ ब्लेसेड डे। तपाईँहरू सबैजना खुसी रहनुहोस्, ह्याप्पी रहनुहोस्। परमेश्वरलाई आफ्नो हृदयमा राखेर जीवन हरेक दिन तपाईँको जीवनको खुसी साथ बिताउनुहोस्। गड ब्लेस।